सेवन्ने सबैलाई आज तपाईहरुलाई म एउटा प्राकृतिक सौन्दर्य देखाइरहेको छु। शहरमा बस्नेलाई गाउँको धेरै याद आउँछ। शहरमा अग्ला अग्ला गगनचुम्बी भवनहरू, धेरै गाडी घोडाको हो हल्ला, कल कारखानाको धुवाँले मानिसलाई वाक्क लागेको बेला अब यो गाउँको भिडियो हेर्दाखेरि कति आनन्द हुन्छ होला भन्ने लाग्छ। त्यसै पनि गाउँ सुन्दर हुन्छ। गाउँमा आफ्नो आँसु बिक्री हुन्छ, बोली बिक्री हुन्छ, आफ्नो भाषा चल्छ, आफ्नो कुराहरू लाग्छ। हामीले गाउँमा खोला, नाला, भिर, पोखरा, वनझ्याङहरू यसरी हामी हेर्ने गर्छौँ। अहिले मेरो घरबाट तल देखिरहेको दृश्य तपाईले देखे अहिले यो डाउनबर बस्तीमा मानिसहरूको घर बनाउने जनसङ्ख्या घर धेरै बढ्दै गइरहेको छ। एउटा आशालाग्दो ठाउँ हो, सुन्दर ठाउँ हो, शान्ति ठाउँ हो, जहाँ मानिसले लगनशीलता नगरी किचिम हुँदैन होला भनेर ठुलो उदाहरण हो। लकडाउन पछि मानिसहरू धेरै जागरुक बनेको कुरा हामी तपाईलाई म पुष्टि गर्न चाहन्छु। अहिले मानिसहरूले सानो सानो घरहरू बनाएर बसेका छन्, गुवा लगाएको छ, कसैले अदुवाहरू रुखपातहरू लगाएरले धेरै हरियो भएको छ। सुपारीमा आम्दानी पनि राम्रो छ। अनि टाढामा बसेकाहरूलाई घरदेखि बाहिर कोही विदेशमा, कोही स्वदेशमा र पनि परदेशमा हुनुहुन्छ, तपाईँले ती गाउँघरको सम्झना कति सतज होला भन्ने लाग्छ। बिहान पूर्वबाट उदाएको सूर्यले एक प्रकारको मनोरम दृश्य बनाइदिन्छ। अझै एउटा ठुलो फराकिलो मैदान छ। यस मैदानमा हरेक साँझ बिहान धेरै मानिसहरू आवत जावत गर्ने गर्छ। उनीहरू मर्निङ वकको लागि आउँछ, एक्सर्साइजहरू गर्ने गर्छ। दैनिक रूपमा गाउँका मसिना भाइहरूले फुटबल प्र्याक्टिस गर्ने गर्छ। तपाईँलाई मैले यसरी जुम गरेर देखाएँ नि, टक्कै ग्राउन्डको माथिल्लो भागमा देख्नुभयो नि, यो सेतो मुनि ब्लू कलरको छ माथि झन्डा, त्यो मन्दिर हो, किरातेश्वरको मन्दिर हो। यो किरात हामी माङखिम भन्ने गर्छौँ। यसरी यही बाटो भएर नै उत्तर गयो भने नोम बनबस्ती भेटिन्छ र यस ठाउँबाट नै हामी पूर्वपट्टि गयो भने हामी गोरुबथानसँग हामी जोड्ने काम गर्छौँ। गोरुबथान जाँदाखेरि हामीले रुङनुङ खोला अनि फागु खोला पार गर्नुपर्ने हुन्छ। अब तपाईँलाई मैले देखाएँ ती पुराना पारीका दृश्यहरू डाँडाबाट देखिने, यसरी गुवाबारी देख्नुभयो। अब तपाईँलाई देखाउन चाहन्छु मेरो घरबाट यो बारीतर्फ झर्ने बाटो, जुन तपाईँले सिँढी देख्नुभयो नि, एकदम धेरै सिँढीहरू छ, बाटो उकालो छ। अनि बुढाबुढीहरूलाई हिँड्नु असुविधा हुन्छ, मसिनो नानीहरूलाई हिँड्नु असुविधा नै हुन्छ। अनि जग्गै त्यस्तो भएकोले गर्दाखेरि बाटो एकदम पहिला त गुएगौँडा भनेर चिनिन्थ्यो, एकदम जिगज्याग खाल्डाखुल्डी थियो। तर ग्राम पञ्चायतको जुन स्किमले अहिले सिँढी बनाइएको छ, रेलिङहरू भएको छैन, जति बजेटले पुग्यो त्यतिले काम चाहिँ भएको हो। र म यही बाटो भएर म आफ्नो सानो काम लिएर डाउनबर बस्तीतर्फ लागिरहेको छु। तपाईँले देख्नुभयो नि सिँढी है, यति साह्रो यो छ। भिरमा काटेर उहिलेदेखिको बाटो हो यो, हामीलाई थाहा छैन, हाम्रो बाजेहरू हिँड्ने गर्थ्यो। र अहिले अलिकति एउटा ग्राम पञ्चायतको स्किम लगाएर यो सिँढी बनाएको छ। सँगसँगै तपाईँहरूलाई पनि हेर्नुहोस् ल, सिँढी देखाउँदै मैले तपाईँलाई फेरि अलिकति सिँढीबाट तल आएर यो दृश्य देखाएँ, यो डाउनबर बस्तीको, जहाँ तपाईँले पर देख्नुभयो नि सेतो ओह्रालो, त्यो चाहिँ रुङजुङ खोला पार चाहिँ त्यो देउराली हो। त्यसबाट हामी गोरुबथान जाने गर्छौँ। अहिले हिउँदोमा त जति पनि गाडी यहीँबाट चल्छ, गोरुबथान जाने जति पनि अब कामहरू लिएर हुन्छ सबै त्यहाँबाट जान्छ। अब फेरि हामी सिँढीपट्टि आउँ। फेरि तपाईँले म सिँढीबाट ओह्रालो झार्दैछु। यहाँनिर रेलिङ भयो भने अझ राम्रो हुन्छ। र सुक्खा दिनमा यहाँबाट धेरै मानिस हिँड्ने गर्छन् आफ्नो बारीमा आउनुको लागि। कोही सुँगुर पालेछन्, कसै बाख्रा, कसैले कुखुरा, होइन, कसैले बरहरूमा आउँछन् बिहान बेलुका पूजापाठहरू गर्नु। सिँढी अप्ठ्यारै छ, नयाँ हिँड्नु चाहिँ अलिकति अप्ठ्यारै पर्छ, किन सिँढीको जुन स्टेप चाहिँ एकदम जति हुनुपर्ने त्यति छैन। किनभने यो जग्गाको बनावट नै यस्तै छ। त यो जग्गालाई नै ग्राम पञ्चायत स्किमले चाहिँ सिँढी बनाएको। त्यसरी तपाईँलाई सिँढीबाट बिस्तारै झार्दैछु। यहाँ चाहिँ एउटा रेलिङको खाँचो छ, सायद आउँदो दिनमा कतिवटा ग्राम पञ्चायत स्किमहरू लगाएर अन्य सुविधाहरू पनि जनतालाई गराउन सकिन्छ होला भन्ने चाहिँ लाग्छ। यसरी तपाईँलाई पनि सिँढीबाट झरे धेरै छ, लगभग सिँढी यहाँनिर अनुमानित 70 देखि 80 वटा हुनसक्छ स्टेप। सबै स्टेप चाहिँ बराबर छैन,
अब यसरी एकपल्ट टक्कै देखाइदिएँ। अब तपाईँले हेर्नुहोस् म जुन अघि ठाउँबाट झरेँ नि स्टेप हेर्नुहोस् त कतिको अपमा चाहिँ देख्नु पर्ला नि है। यहाँबाट झऱ्यो भने चाहिँ एकदम ठुलो घटना हुन्छ। यसमा चाहिँ सिँढीको चाहिँ एकदम आवश्यकता चाहिँ छ। हेरौँ समयले के कस्ता परिवर्तन गर्ने हुन् र अहिले मानिसहरू यहाँनिर नै आफ्नै सुरक्षामा आवत जावत गर्ने गर्दछ। हुन्छ साथीहरू, भिडियो हेर्दै गर्नुहोला। म अन्य भिडियो लिएर फेरि आउनेछु। अहिलेलाई बिदा, हवस् त, धन्यवाद।